गाइज यहाँहरुलाई मेरो युट्युब च्यानलमा चाहिँ स्वागत छ। आज चाहिँ म हजुरहरुलाई के देखाउँछु हेर्नु होला है त। अन्तिमसम्म मेरो घरबाट सामान आएको छ, हेर्नु होला है त। ल स्टार्ट गर्नु ल भन्नु। यो चाहिँ मेरो मम्मीले पठाइदिनु भएको हो, मेरो आमाले छोरीलाई खाने हुन्छ भनेर। अनि यो चाहिँ रोटी भइहाल्यो, 2 कार्टुन छ फेरि रोटी, किनभने मैले हाम्रो तिहारमा चाहिँ जुठो लागेको हुनाले चाहिँ हामीले रोटी पकाउन पाएको थिएनौँ र यो मम्मीले खाल्यो भनेर छोरीले पठाइदिनु भएको छ। अनि अर्को चाहिँ अनि यो दाल भइहाल्यो। अनि यो चाहिँ सुन्तला, यो चाहिँ मेरो बहिनीले हो है, माइली बहिनीले। नजिक हुँदा चाहिँ झगडा पर्छ हाम्रो, टाढा भइ चाहिँ बहिनीलाई दिदीको माया। अनि यो अचार, यो आँपको माई फेभरेट आँपको अचार चाहिँ एकदम मनपर्छ। अनि यो अरू के छ, अनि यो चाहिँ तपाईँहरूले खानुहुन्छ कि नै, यो चाहिँ हाम्रो अचार बनाएर खान्छौँ है, यो पिनाको सुकाएर। यो चाहिँ मम्मीले नै पठाइदिनु भएको हो। अनि मेरो घरबाट चाहिँ यो चाहिँ माइती भनेको कोसीले भयो। अनि यो मेरो घरबाट चाहिँ मेरो सासू आमाले बुहारीको लागि 5 केजी आलु पठाइदिनु भएको छ। त्यसपछि अनि बुहारीको मायाले गर्दाखेरि सासू आमाले यो साग पठाइदिनु भएको छ, भाजीको साग। अनि त्यसपछि अर्को पठाइदिनु भएको छ भनेदेखि यो दाल, यो बोडीको दाल भइहाल्यो। अनि त्यसपछि अरू के छ, अरू यहाँ चाहिँ घरमा हाम्रो पुदिना त्यो पुदिना पनि टिपेर पठाइदिनु भएको छ। अनि यहाँ चाहिँ मम्मीले पठाइदिएको गुन्द्रुक भइहाल्यो है। अनि अरू 5 केजी आलु चाहिँ बहिनीले पठाइदिएको, हामी राखिसकेको छ। यति नै हो सामान आएको। अनि यहाँ चामल पनि छ है साथीहरू। यो चामल चाहिँ मेरो माइती घरबाट आएको चामल हो। मेरो मम्मीले छोरीको लागि लगभग कति छ त, 35 केजी 40 केजी छ कि क्या हो है, छ। आजको मेरो चाहिँ खुसेली यति नै हो। हजुरहरू पनि टाढा बस्नु भएको छ भने घरदेखि के पठाउनु भएको छ, अनि कतिको माया गर्नुहुन्छ, त्यो सबै कुरा कमेन्टमा भन्न सक्नुहुन्छ। आजको ब्लगमा पनि हजुरहरूले साथ सपोर्ट दिनुहुन्छ भन्ने आशा राखेको छु हजुरहरूलाई। अनि मेरो भाइ पनि जाँदैछ, मेरो भाइले सामान लिएर आएको। मेरो भाइको चाहिँ सामान ल्याएको छ। मेरो भाइ चाहिँ बाहिर पोर्चुगलमा आउन जाने। अनि यहाँ दिदीलाई पनि भेटेर दिदीलाई सामान छोडेर चाहिँ आफू स्विफ्ट फ्लाइटमा हो सर्कस कतै। हामीले के गर्छौँ त्यो तपाईँहरूलाई देखाउँछ, हामी के बनाएर खान्छौँ, के गर्छौँ भनेर त्यो ब्लगमा आउँछ। के गर्छौँ अनि उहाँहरू भाइहरूसँग बसेर फेरि च्यालेन्ज गर्छौँ हामी। तपाईँ फेरि साथ सपोर्ट दिनु होला है त गाइज। अहिलेको लागि यति नै। ल धेरै धेरै धन्यवाद छ यति मिठो मायाको लागि, विशेष गरी मेरो आमालाई, मेरो मम्मी जन्मदिनी, त्यसपछि सासू मम्मी अनि मेरो माइली बहिनीलाई धेरै धेरै माया सम्झना, यति धेरै खुसीहरू पठाइदिनु भएको छ। अनि मेरो मायाको लागि एकदमै धेरै थ्याङ्कफुल छु, धेरै धेरै सम्झिया पनि छु है।